हेलो हाई नमस्ते नमस्कार सम्पूर्ण साथीहरुमा। अहिलेको बसाइमा म कफी पिउँदैछु है साथीहरु। ल यता दुध गरम हुँदैछ, जमाउनु पर्छ दुधलाई। कफी पिउँदै अनि आफ्नो काम गर्दै बसिरहेको। एकैछिनमा अब नास्ता पनि हुन्छ। नास्ता नि बन्दैछ। यता अन्डा पाकिसक्यो, मेरो बोइल भइसक्यो। एकछिनमा अन्डा नि खानु पर्ला। यति बेलाको बसाइमा 7:45 भइसकेको छ। त्यसपछि के गर्नुपर्छ मैले? त्यसपछि चिप्सो बनाउनु पर्छ। चिप्सोको आटा नि रेडी भइसकेको छ। हेर्न सक्नुहुन्छ, चिप्सोको आटा नि रेडी भइसकेको छ। त्यसपछि चिप्सो नि बनाउँछु म। अब आज नास्ता गरेर दुध चाहिँ चिसो हुन्छ। चिसो भइसकेपछि त्यसलाई जमाउनु पर्छ। यसो चिया पिउँदै पिउँदै के अरू के काम गर्न सक्छु र म? सकिँदैन कि? ठिकै छ, अहिले गरौँला। चिसो बढी नै बढेको छ। चिसो चिसो मौसममा ल हाम्रो यहाँ त घाम परिसक्यो। अझ यसो धुप सेक्नु पर्यो बाहिर गएर। चिया पिउँदै खासै परेको रहेन रहेछ, त्यही पनि अब अलि त सेक्नु पर्यो। छैन हौ, कता गएछ? मेरो टमाटर चाहिँ फल्न आँटेको छ नि। टमाटर चाहिँ फल्न आँटेको छ नि। कस्तो छ टमाटरको बारी? यता चाहिँ फुलहरू छन्। यता चाहिँ सानो सानो माछा पालेको छु। कफी पिउँदा पिउँदै एउटा भिडियो बनाइसकेँ त मैले। यसो बाहिरतिरको नजारा। ओ ल, एउटा पपिता खसेछ नि। एउटा पपिता खसेछ नि। एउटा पपिता खसेछ नि। अन्त हेर्न सक्नुहुन्छ, चराचुरीहरू नि आइसके।
खै कुन चरा हो त्यो रुक्कै छ भर्र गरेर उडिसक्यो कता उड्यो खै